अरू वर्षहरू जस्तै यो वर्ष पनि हामीले क्याम्पिङको प्लान बनायौँ। जुलाई 2 थर्सडेदेखि जुलाई 5 सन्डेसम्मको ठाउँ खोज्दै जाँदा ग्रुप क्याम्पिङ खोजेको, तर भने जस्तो नपाएपछि हामीले न्युअम्सारको जाफरी टाउनमा एउटा क्याम्पसाइट फेला पार्यौँ। यसो हेर्दा राम्रै लाग्यो, ठिकै लाग्यो। जङ्गलभित्र अब नुहाउने ठाउँ पनि भएको, अब आगो बाल्ने ठाउँ भएको, राम्रै देखियो भनौँ न अब अनलाइनमा हेर्दा। अनि हामीले त्यही क्याम्पसाइट बुकिङ गऱ्यौँ। हामी यसपटक 6 परिवार भयौँ। पनि 6 परिवारमा सबैजनाको 4-4 जना, 6-6को 24 जना। हामी जुलाई 2 को बिहिबार 4-5 बजेतिर निस्क्यौँ घरबाट। फेरि यो वर्षको सबैभन्दा गर्मी दिन 100 थियो हामी निस्किँदा घरबाट। अब कसरी टिक्ने होला क्याम्पिङमा, कसो गर्ने होला, एकदमै अप्ठ्यारो पनि लागिरहेको थियो। गर्मी होला, खानेकुरा बिग्रिन्छ भन्ने डर। यो चाहिँ भोलिपल्ट बिहानको वाकिङको दृश्य हो। हिजो बेलुका आइपुगेको हामी। बेलुका 6-7 बजेतिर आएर अनि त्यसपछि खाना पनि राइस मात्रै जोड्यौँ। तरकारीहरू सबैले घरबाट एक आइटम ल्याउनु भएको थियो, त्यही पकायौँ अनि खायौँ। बेलुका राति हावा चल्यो, माथि चाहिँ सुई सुई गर्दै रुख ढाल्छ कि जस्तो गर्ने, तर भुइँमा चाहिँ छैन। क्याम्पभित्र चाहिँ गर्मी नै थियो। डर चाहिँ लाग्यो। जङ्गलभित्र पुरै जङ्गल छ अनि त्यसपछि पुरा हावा चलेको छ माथि। तैपनि अब डराएर त केही भएन। फेरि क्याम्पसाइट कस्तो परेछ भने हामी 1 र 2 चाहिँ होस्टको साइड भएकोले एकै ठाउँ रहेछ, अलि माथि अलि एकान्तमा। अनि त्यसमा अरू साइडहरू चाहिँ तल गाडी लिएरै आउजाउ गर्नुपर्ने। हामी बद्रीहरूको राम्रो छ, एकै ठाउँ भएकोले हामीलाई सजिलो भयो। ओरतिर परतिर थियो, अरूको त कता गाडी लिएरै जानुपर्ने। खैदर भाइको नि अलि तलतिर थियो, उहाँहरूको पनि गाडी नै लानु नपर्ने। सुदेव भाइ, यादव भाइ र राजनजीको चाहिँ क्याम्पसाइट अलि पर नै थियो। क्याम्पिङमा समस्या जे पनि आउन सक्छ, थाहा हुँदैन अगाडि। पानी पनि पर्न सक्छ, जस्तो गर्मी पनि हुनसक्छ अथवा राम्रो पनि हुनसक्छ। जे भए पनि बुकिङ गरेपछि जे छ बेहोर्नु नै पर्छ। हामीले पनि यसपटक गर्मी गऱ्यौँ, तर पहिलो दिन मात्रै रहेछ, पछि बिस्तारै घट्न थाल्यो। आज अलिक कमै भएको छ। तेस्रो दिन बिहान भने माउन्ट मोडानक जाने डिसिजन गरियो। निकै अग्लो हाइक रहेछ, निकै डर हाइक गर्नुपर्ने। त्यो भएर हामी हिँड्ने केटाखाल चाहिँ तयार भएर माउन्ट मोडानकतिर लाग्यौँ। केही पिउने कुराहरू यादव भाइको ब्याकप्याकमा हामीले राख्यौँ। एउटा मात्रै झोला यादव भाइले बोक्नुभयो, अरूले केही पनि बोकेनौँ। भोक लाग्छ कि भनेर डराउने हामी केहीले एक दुई पिस ब्रेड पनि खायौँ। ल रेडी हो, लेट्स गो। यताबाट अब हामी हाइकिङको लागि रेडी भइसकेका छौँ। मोनाड नक हाइकिङ ट्रेल भन्छ होइन। अनि यहाँबाट हामी बसेको छौँ, योबाट गयो भने 6 घन्टा लाग्छ अप एन्ड डाउन। अब तर हामी चाहिँ यसरी आएर यहाँनिर छौँ अहिले। हामी चाहिँ यो बाटो जान्छ यसरी। अनि यसरी यसलाई चाहिँ व्हाइट डट भन्दो रहेछ। व्हाइट डट हेर्दै जानु पर्यो। ल व्हाइट डट फलो गर्दै जानु पर्यो। लेट्स गो। यही छ नि त? यही नै होला। फर्केर कुन बाटो फर्केर आउने? होइन यसरी जाने अनि यसरी आउने। कुन चाहिँ 6 माइलवाला हो? व्हाइट क्रस। ए यो हामीलाई 6.6 भने हामीको 1 समिटमा जाने भयो हामी होइन। 1.9 माइल रहेछ। फर्स्ट भ्यू 1.1 माइलमा। क्यास्केड लिङ्क रहेछ 0.8 माइलमा। व्हाइट
क्रस्टी आर रहेछ 0.6 माइल हो। हामी लाग्यो यहाँबाट हामी 1.9 माइलको समिटमै जाने हो। सबैजना एक्साइटेड? ल लेट्स गो। सनराइज भर्खर जाँदैछौँ। 1 लट घुमेर आइसक्यौँ, पर मान्छेहरू फर्किसके। अब हाम्रो जाँदैछौँ धमाधम छ। वाउ, ओ यो त डेन्जर कुरा आयो नि त। यस्तो यो कुराले त निकै उत्साहित बनायो है हामी सबैलाई। ल हेर सबैजना 5 मिनटमै गलेर सबैलाई दम रोगी जस्तो सास फुलिसक्यो। पुरा थाहा भयो, त्यसले झन् उत्साहित बनायो। अब चाहिँ उकालो अलि सुरु भयो किन ढुङ्गै ढुङ्गा खप्टेको छ, ढुङ्गै ढुङ्गा सबै यसो। हामी निकै 1 माइल त हिँडेको छौँ, झन् 0.5 माइल चाहिँ बढी हिँड्यौँ। अब हामी चाहिँ यसरी ल त्यहाँ त पुरा ढुङ्गै ढुङ्गा हिँड्नुपर्ने देखिन्छ त। यो त चट्टानै चट्टान के हो, ढुङ्गा त सबै थुप्रेका छन् त संसारभरिकै जस्तो छ। महाभारत कालमा भीमले आएर ढुङ्गा राखेर गएछन्। ल उकालो निकै डह्रो छ, ठुलो चट्टानमाथि त एकदम भिरालो छ। मजाले हिँड्न पनि नसक्ने, एकदम गाह्रो गरेर चिप्लियो भने कहाँ तलै झरिन्छ। फेरि निकै अप्ठ्यारो छ। हामी उकालो जाँदैछौँ। खाली बस्नु पोइन्ट 9 मा त हाम्रो सर आएको छैन। पोइन्ट 9 पनि हाम्रो समिट आउनु बाँकी छ। ओहो हेर्नु रेड बुलले इनर्जी दिएको। ओहो लु मुडेर हो र। हाम्रो त के हो समिट आमा खतरा छ त। हामी 1 चरण उकालो आएर अलिकति तेर्सो आयो। यो कोही गेटेर खाँदैछौँ रेड बुल खाने ऊ अगाडि, अनि कहाँ पुगिसक्यो रेड बुल खाने र हामी गेटेर खाने 3 जना चाहिँ बिस्तारो छौँ। ओ माई गड भन्दै हाम्रो साथीहरू रेड बुलवालाहरूको कुद्दैछन्। अब हामी गेटेडवालाहरूले त के भन्नु, ओ माई गड भन्नु को अर्थै छैन। रेड बुलवालाले भन्दैछन् त्यो त। झरिहालिन्छ नि हो। अब हामी हिँडि त सक्यौँ, जति भयो नि के गरे। कस्तो राम्रो आमामा हो। समिट एउटा समिट त यो पनि रहेछ। ल कस्तो दामी ठाउँमा आयो। आमामा हावा चलेको साह्रो। भान्जा कता पुगिसक्यो। यहाँ माने पनि बनाएको रहेछ। ल म त यही गेटरेटको बोतलै राखिदिन्छु। डाँडै आमामा समिट त्यहाँ। यस्तो राउन्ड हो है। अब त पर्ख्यौँ है हाम्रो गेटरेटवालाहरूलाई। समुद्री सतहबाट कति हाइटमा हो? हामी माथि टुप्पोमा पुग्न चाहिँ आँट्यौँ, तर घाम सरक्क सर्केको छन्। एकदमै गाह्रो भइरहेछ, थाक्यो। ऊ तल एउटा टोली यस्तो छ, बाटो चट्टानै चट्टान ऊ माथि छ। हामी जाने तर एकदम थकित भयो, गाह्रो भइरहेछ। जति माथितिर गयो त्यति रुखपातहरू भन्दा पनि ढुङ्गै ढुङ्गामा हिँड्नुपर्ने ठाउँहरू आयो। उतापट्टि रुखपात त छ, तर बाटो त्यता छैन गरे। यताबाट मात्रै समिटमा पुगिन्छ जस्तो छ। नाङ्गा पहाडमा पहरे बाँदर उक्ले जसरी हामी उक्ल्यौँ,
समिट भेट्नको लागि। अब धेरै टाढा छैन समिट, पुगिहालिन्छ एकैछिनमा। मौसमले आज हामीलाई पूर्ण रूपले साथ दिएको छ। आकाशमा बादल अलिअलि मात्रै छ, निलो देखिएको छ, घाम झलमल्ल लागेका छन्, चिसो पनि छैन र गर्मी त हुने कुरै भएन माथि डाँडामा। जे होस् एकदम राम्रो छ वेदर भने जस्तो। उकालो सकिए जस्तो लागे पनि, अब डाँडामा पुग्न आँटे जस्तो लागे पनि पुग्न चाहिँ पुगिँदैन। हेर्दा नजिकै देखिन्छ, तैपनि हिँडेको छ टपमा पुग्नलाई। अझै केही समय लाग्ला जस्तो छ। हिँड्दा निकै गाह्रो भइरहेछ, किनभने उकालो दह्रो छ, चट्टानबाट कस्तो गरेर हिँड्नुपर्ने छ। तर अझै होस्, आजको मस्ती चाहिँ गजबै हो। फाइनली हामीले टपमा पाइला राखिसकेका छौँ। यो 3032 फिट अग्लो हुनुपर्छ, त्यहाँ थियो पनि मैले ठ्याक्कै याद गरिनँ। डाँडामा छौँ हामी, वरपर न्यू ह्याम्पसायर र म्यासाचुसेट्स र अनि त्यसपछि भर्मोन्ट 3टा स्टेटको भूभागहरू देखिरहेछ। माथि चट्टान छ सबै, एकदम ठुलो र दह्रो चट्टान। यहाँ सबमिट गर्न यता 3-4तिरबाट छ। हामी यता जाफरीतिरबाट आयौँ, यता भर्मोन्टतिरबाट पनि रहेछ, यता नर्थ इस्टतिरबाट नि रहेछ, निकैतिरबाट रहेछ। अनि सबै मान्छे चाहिँ त्यहाँ भेला हुने। जस रमाइलो भयो, हामी निकै बेर बस्यौँ त्यहाँ, फोटोहरू पनि खिच्यौँ, अनि एक आपसमा एकछिन कुरा गऱ्यौँ, पसिना उभायौँ, अनि हामी मात्रै झरी तर्खरमा लाग्यौँ। फर्किँदैछौँ। अघि उकालोमा जाँदा चाहिँ सजिलो हुन्थ्यो, जता पनि हिँड्ने नि अब खर्लापुलो उकालोमा सजिलो थियो। अहिले ओह्रालो त यति ध्यान दिएर हिँड्नुपर्ने, बाटो अल्मलिने डर त्यति नै। अनि गाह्रो भिड त्यस्तै छ, कता चिप्लेर लडिन्छ भन्ने डर। हो यस्तो गाह्रो रहन्छ त, सबै भिडै भिड छ। आम्माम यो त तिरिमिरी झ्याइरहेछ ओर्लिँदा चाहिँ। उकालोमा त सजिलो आइएको थियो, ल गाह्रो छ, तै पनि अब झर्दैछौँ हामी। कसरी बाटै छैन त, यो त भिडै भिड छ त, कसरी जाने? अनि गाह्रो छ त, सकिन्छ? डोरी बाटो बनाएको होला। भित्र जाने गोरले राम्रो भन्न सकिँदैन भने जस्तै भयो। यो हाम्रो गाइड चाहिँ राम्रो हुन्छ। गाइड राम्रो भने गाइड कुदेर अहिले साह्रै गाह्रो भयो है ओह्रालो। अब यहाँबाट चाहिँ 2टा बाटो छ। अघि हामी व्हाइट डट ट्रेलबाट आयौँ, अब अहिले चाहिँ व्हाइट क्रस ट्रेल लिस्ट स्टेप डिसेन्ट भनेको रहेछ। यो बाटो जान आँटेको छौँ। अब बाटो त उस्तै उयो, जाने ठाउँ एकै ठाउँ अलिअलि फरक होला। अब हामी अलिकति तल झरिसक्यौँ। त्यो सबमिट चाहिँ त्यहाँ माथि छ, त्यहाँबाट आएको हो। भिर आइयो, ढुङ्गा छ, एकदम समाउँदै हिँड्नु भने। तर चाहिँ अब त करिब लास्टै होला। घाम पनि चरक्क तिर्खा पनि भोक लाग्यो। अब एकदम गाह्रो भइरहेछ, खुट्टा खाँदिएर जस। अब हामी झर्दैछौँ। कति छ बाँकी? अब 10 मिनट।
खुसियाली हो यहाँ के को खुसियाली हो हामी अब श्रीमानहरू कहाँ जानको अग्ला सामा डला भोकले सबैजना ए बाजु अनि साथी बस्नु भएको भिनाजुको कुन फोन हो कस्तो राम्रो आएको के रिबु रिबु यहाँ हेर त भिनाजु कस्तो भयो त आजको एक्सपिरियन्स हजुरको दामी भयो थाकेर हुनुभएको थियो अनि बल्ल बल्ल एक घन्टा दुध सुतेपछि अहिले अलिकति भएछ दामी जिउ कस्तो दुखेको छ त भिनाजु जिउ त दुखेको छैन अब त फ्रेस भएको छ एकदम राम्रो अनि नेक्स्ट टाइम फेरि जाने कि नजाने यस्तो खालको हाइकिङहरू जाने नि चाहिँ त्यो मेरो प्रस्ताव चाहिँ हप्तामा एकपल्ट हाइकिङ जाऊँ भन्ने हो। टिकटको 5 बजे उठ्ने अनि 10 बजे घर आइपुग्ने। सुयोग सुयोग हाई सुयोग हाई सुबी के छ सुबी कस्तो लाग्यो क्याम्पिङ तिमीलाई क्यामेरा दिनु भने म फ्यामिली पिक्चर खिचिदिन्छु कस्तो राम्रो यहाँ पछाडि जङ्गलमा आशु इट्स योर बर्थडे Do you want to say anything? Few birds. भिनाजु के गर्दै हजुर म आज फोनको सेटिङ भने तयारी गर्दै हो बाबा कहाँ गएको Happy birthday to you. Happy birthday, dear Hassan. Happy birthday to you. यतै बसौँ यतापट्टि